अहिले सामाजिक सञ्जाल फेसबुकमा केपी ओलीले लेखेको पोस्टमा बालनले गरेको प्रतिक्रिया एकदमै भाइरल भएको छ। केपी ओलीले लेखेको फेसबुक पोस्टमा उनले लेखेको प्रतिक्रिया, उनले गरेको कमेन्ट एकदमै रुचाएको देखिन्छ। केपी ओलीको सामाजिक सञ्जाल फेसबुकमा उनले राखेको एउटा पोस्टमा उनले भनेका छन् कि सबै पार्टीका नेताहरू आम्ने सामने बसेर पब्लिक डिबेट गरौँ, के कस्तो भयो पहिला, अब हामी कसरी अगाडि बढ्न सक्छौँ भनेर भने। पोस्टमा बालन शाहले आपत्ति जनाउँदै हत्यारासँग सँगै बसेर आम्ने सामने कुरा गर्न अस्वीकार गरेका छन्। आउनुहोस् एकछिन केपी ओलीले उनले लेखेको पोस्टमा के लेखेका छन् त्यो हेरौँ र बालन शाहले आफूले के भनेर त्यो कुरालाई नकारेको छन् त्यो पनि चर्चा गरौँ। सो केपी ओलीले के लेखेका छन् यहाँ हेर्न सक्नुहुन्छ। पब्लिक डिबेटको लागि तयार छौँ। नयाँ वा पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश चलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सामाजिक बौद्धिक प्रवृत्तिबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्छ। यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेको दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्? देश निर्माणमा यसअघि के काम गरे? अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आम्ने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आम्ने सामने उभिएर यसअघि हामीले के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोद्धा खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु। उनको यो पोस्टमा उनको 52.2 लाइक अनि 39.8 कमेन्ट साथै 1.4 सेयर गरेका छन्। त्यसै गरी आउनुहोस् अब हामी हेरौँ बालन शाहले देश भनाइमा आफूले के भनेका छन्। बालनले यसो भन्दछन्, आफूलाई देश चलाउनेको रूपमा स्वीकारेको ठिकै हुन्छ। हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो। तपाईँहरूले आफै 23 गते बच्चाहरू मारेको आतंकवाद लुकाउन 24 गते जलाएको हो। आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो? त्यसोपछि अरू कुरा गरौँला। 76 जना बच्चाको हत्यारा र उसको हतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। उनको यस प्रतिक्रियामा 134,000 जनाले लाइक गरेका छन्।